सबैले नमस्कार। अब जिल्लाहरू हामी एउटा भेन डायग्रामबाट सजिलै तरिकाले जिल्लाहरूको अध्ययन गर्न सक्छौँ है। एकातर्फ हामी चीन राखौँ, अर्कोतर्फ भारत राखौँ। भारत अब तपाईहरुलाई यहाँबाट क्वेशन चाहिँ कस्तो, अब जिल्लै चाहिँ सबै याद गर्न भन्दा पनि तपाईलाई चीनलाई छुने जिल्ला कतिवटा छ, भारतलाई छुने जिल्ला कति छ, चीन र भारत दुवैले छुने जिल्ला कति छ, कुनै पनि देशलाई नछुने मध्यवर्ती जिल्ला कति छ, चीनलाई मात्र छुने र चीनलाई छुने भनेर यसरी क्वेशन चाहिँ आउने गर्दछ है साथीहरु। अब चीन र भारत दुवै देशलाई छुने जिल्ला दुईवटा छ। यसलाई तपाईले दाता भनेर सम्झिन सक्नुहुन्छ है। दाबाट दार्चुला अनि ताबाट ताप्लेजुङ भनेर तपाई सम्झिन सक्नुहुन्छ। अब चीनलाई मात्र छुने जिल्ला 13 वटा छ अनि चीनलाई छुने जिल्ला भन्यो भने 13 + 2 गरेर कतिवटा हुन्छ 15 वटा। चीनलाई भन्यो भने यो पुरै कोठाभरिकोलाई हेर्ने, चीनलाई मात्रै भन्यो भने यतिलाई मात्रै हेर्ने है। अब भारतलाई छुने जिल्ला भन्यो भने यो पुरै भारत, यो पुरै भेन डायग्रामलाई हेर्ने, अनि भारतलाई मात्रै भन्यो भने यसलाई मात्रै हेर्ने, यो बाटोलाई मात्रै हेर्ने। भारतलाई छुने जिल्ला भने चाहिँ 25 वटा छ। अब यसलाई यहाँबाट क्वेशन तपाईलाई के तपाईले यहाँबाट स्पष्ट हुन सक्नुहुन्छ भने चीनलाई मात्र छुने जिल्ला, चीनलाई मात्र छुने जिल्ला, चीनलाई मात्र छुने जिल्ला कतिवटा भयो जिल्ला। मात्र भन्ने बित्तिकै तपाईलाई मैले के भनेको थिएँ, यो भागलाई मात्रै हेर्ने, कतिवटा भयो 13 वटा। अब त्यसपछि चीनलाई छुने भनेपछि चीनलाई छुने जिल्ला यो मात्र हटाइसकेपछि यो फेरि यो पनि त आयो नि, दुईटै आयो। 13 + 2 भनेपछि 15 वटा भयो। अनि त्यसपछि यही तरिकाले तपाईले भारतलाई छुने जिल्ला र भारतलाई मात्र छुने, त भारतलाई मात्र छुने जिल्ला यो कतिवटा, यो भाग हेर्नु है, यो भाग हेर्नु। भारतलाई मात्रै भनेपछि यो भाग कतिवटा भयो 25 वटा। भारतलाई मात्र छुने जिल्ला, भारतलाई मात्र छुने जिल्ला भनेपछि कतिवटा आयो, यहाँ यो भागलाई मात्रै भनेपछि यो भागमा मात्रै पर्ने कतिवटा छ, यहाँ 25 वटा। अनि भारतलाई छुने जिल्ला भनेपछि यो पुरै भेन डायग्राम भरिको भारतलाई छुने जिल्ला, भारतलाई छुने जिल्ला भन्यो भने यो, अब यो पनि त आयो नि, यो भारतलाई छुने जिल्लामा त यो पनि आयो। अब यसलाई के गर्ने, जोड्ने। 25 + 2 कति भयो 27 वटा। अब यसमा चाहिँ दुवैले छुने जिल्ला, यसलाई हामी स्पष्ट भइहालौँ, यो दुवैको साझा भाग हो नि, कमन पाटो हो नि। त दुवै देशलाई छुने जिल्ला भनेपछि दुईवटा हामीले यहाँ लेखिसकेका छौँ, दाता भनेर दार्चुला र ताप्लेजुङ। अब तपाईले मध्यवर्ती जिल्ला वा कुनै पनि देशलाई नछुने जिल्ला, एउटा क्वेशन आउँछ यहाँबाट तपाईलाई, कुनै पनि देशलाई वा भारतलाई र चीनलाई जे भनौँ देशलाई नछुने जिल्ला भन्यो भने पनि, अनि मध्यवर्ती जिल्ला भन्नु पनि एउटै कुरा हो है। मध्यवर्ती जिल्ला भने पनि कतिवटा छ यो हेर्नुहोस्, कुनै पनि देशलाई नछुने भेन डायग्राम बाहिर कतिवटा छ 37 वटा। 37 वटा झुकिनु भयो भने 37 लेखिहाल्नुहोस् यसरी ब्र्याकेटमा रहेको छ भनेर। तपाईले यो भेन डायग्रामबाट यति कुरा तपाईँ एउटै भेन डायग्राम, यो यति मात्रै सम्झेपछि यो त भाषा त सब लेख्नै पर्दैन। भाषा चाहिँ तपाईले नलेखिकन भाषा यो आफैले तपाईले सम्झिन सक्नुहुन्छ। यो चीनलाई मात्रै छुने भन्यो भने यो 13 वटा, यसरी हेर्नु होला। चीनलाई मात्रको कुरा आयो भने 13 वटा, चीनलाई छुने भन्यो भने 13 मा के गर्ने +2 गर्ने 15 वटा भयो। भारतलाई मात्र छुने भन्यो भने मात्र आउने बित्तिकै तपाईले के ओन्ली यो पार्ट हेर्ने 25 वटा। अनि भारतलाई छुने भन्यो भने यो 25 मा 2 जोड्ने कतिवटा भयो त 27 वटा। अब दुवैको यो कमन साझा पार्ट भने चीन र भारत दुवैले छुने भन्यो भने दाता भनेर सम्झिने, दार्चुला र ताप्लेजुङ कतिवटा 2 वटा भयो, दाता 2 वटा भयो। अनि कुनै पनि देशलाई नछुने जिल्ला वा मध्यवर्ती जिल्ला भन्यो भने 37 वटा। अब तपाईहरुको यो पछि तपाईलाई जिल्लाहरूको विशेषताको बारेमा हामी नेक्स्ट पार्टमा अध्ययन गर्ने नै छौँ। हस्त, धन्यवाद।